राम नारायण राम। आजकल हरेक मानिस हरेक बाधा समस्या डर आदिबाट मुक्त हुन सक्छ यदि उसले आफूलाई चिने, प्रेम सत्यलाई पहिचानेर प्रकृतिसँग आफूलाई जोड्ने काम गर्छ, साथै राम नारायण रामको जाप गर्छ। राम नारायण राम जुन सृष्टिमा धाराको रूपमा घुम्छ त्यसबाट रा शब्द लिएको छ। म शब्द लिएको छ किनभने हाम्रोसँग त्यो दिव्य दृष्टि छैन त्यसले सम्पूर्ण ब्रह्माण्डलाई हेर्न सकोस्। त्यसैले जब हामीले राम नामको आह्वान गर्यौं त्यसमार्फत हामीले सम्पूर्ण ब्रह्माण्डलाई आह्वान गर्यौं। फेरि हामी जाप गर्छौं नारायण नाशबाट हामी ब्रह्माण्डमा रहेका अणु परमाणु आकाशगंगाहरू जे छ सबैको आह्वान गर्यौं। फेरि आउँछ रा शब्द जसको अर्थ हामीले माथि भनेका थियौं। त्यसपछि आउँछ ए शब्द जसमा हाम्रा 5 तत्वहरू आकाश पृथ्वी जल वायु र अग्नि समेटिन्छन्। त्यसपछि आउँछ शब्द जसले सम्पूर्ण ब्रह्माण्डमा रहेका अनेकौं अज्ञात केहरू अन्य ब्रह्माण्डहरू र त्यस्ता थुप्रै वस्तुहरूलाई जनाउँछ जसको खोज विज्ञानले अहिलेसम्म गर्न सकेको छैन। यसैले शब्दले तीन सबैलाई समेट्छ। त्यसैले जब हामीले राम नारायण रामको जाप गर्यौं तब सम्पूर्ण सृष्टिमा जे छ सबैलाई हामीले आह्वान र प्रणाम गर्यौं। सबै जीवलाई हामीले सम्मान गर्यौं। यो कलियुग चलिरहेको छ। सतयुगमा प्रत्येकको आयु 1 लाख वर्ष हुन्थ्यो। त्यो समयमा मानिसहरू गहिरो तपस्या गर्थे। त्यसपछि त्रेता युग आयो जसमा आयु केही कम भयो र हवन यज्ञको प्रचलन थियो। त्यसपछि द्वापर युग आयो जहाँ आयु अझै कम भयो। यस युगमा प्रेमको प्रचार गरियो र प्रेमको सन्देश दिइयो। अहिले कलियुग चलिरहेको छ जहाँ एक व्यक्तिको आयु 100 वर्ष पनि पुग्दैन। यस अवस्थामा मानिस 60 वर्षसम्म परिवार बच्चा जागिर जस्ता कुरामा व्यस्त हुन्छ। त्यसपछि ध्यान गर्न वा राम नाम जप गर्न समय कम हुन्छ। तुलसीदासजीले भनेका छन् कि कलियुगमा केवल रामको नाम नै आधार हो। तपाईका दुख रोग बाधा समस्याहरू सबै राम नामबाटै टाढा हुन्छन्। जुन हरेक श्वासमा बस त्यो नै राम हो। त्यो राम नाम राम नारायण राममा जोडिएको छ। यो बीज मन्त्र तपाईँ सबैले जाप गर्नुहोस् र जीवनमा सकारात्मक परिवर्तन देख्नुहोस्। राम नारायण राम नाममा एक शान्ति छ, शक्ति छ जसले तपाईलाई ऊर्जा प्रदान गर्छ, तपाईलाई सक्षम बनाउँछ आफ्ना कार्यहरू सिद्ध गर्न, तपाईलाई सृष्टिका ब्रह्म सत्यसँग जोड्छ। मान्छे कहिलेकाहीँ आफूलाई लाचार र कमजोर ठान्छ। जीवनमा परिस्थितिहरू विपरीत हुन्छन्। हाम्रो मन नियन्त्रणमा हुँदैन। हामी हाम्रो विवेकको आवाज सुन्न सक्दैनौं। यसरी व्यक्ति निराश र हताश हुन्छ। यस्तो अवस्थामा ध्यान मेडिटेसन धेरै उपयोगी हुन्छ। ध्यान मार्फत तपाईँ आफ्नो मन विवेक र अन्तरात्मालाई बलियो बनाउनुहुन्छ। यसलाई आफ्नो नियन्त्रणमा ल्याउन सक्षम बन्नुहुन्छ। त्यसैले हरेक मान्छेलाई ध्यान गर्नै पर्छ। जब तपाईको मन र विवेक नियन्त्रणमा हुन्छ तब सृष्टिले तपाईलाई राम्रो कर्म गराउँछ। त्यो नै तपाईको धर्म पनि हुन्छ। ध्यान एक प्रकारको ध्वनि ऊर्जा हो जुन हाम्रो शरीरमा बसिरहेका 50,000 करोड आत्माहरूलाई ऊर्जा प्रदान गर्छ, जसले शरीरलाई बलियो बनाउँछ, जीवन दिन्छ, सोच्ने र बुझ्ने शक्ति विकास गर्छ। धेरैले सोध्छन् यो ध्वनि ऊर्जा कहाँबाट आउँछ? यो ध्वनि ऊर्जा प्रकृतिबाट आउँछ। त्यसैले प्रकृति, सृष्टि, आकाश, ब्रह्माण्ड यिनै सबैले हामीलाई जीवन दिन्छन् र हामीलाई कर्म गराउँछन्। जब तपाईँ राम नारायण राम नामसँग जोडिन्छौ तब तपाईँ सम्पूर्ण ब्रह्माण्डलाई सम्झन सक्नुहुन्छ। यस बीज मन्त्रमा पूरा ब्रह्माण्ड समाहित छ। त्यसैले राम नारायण राम जाप निरन्तर गर्नुहोस् र कर्म धर्मको चिन्ता छोड्नुहोस्। जब तपाईँ यस बीज मन्त्रसँग जोडिन्छौ तब कर्म र धर्म आफै तपाईको हितमा हुन्छन्। राम नारायण राम